Hello fellow glaciers, this is Glacier Dipesh and welcome to my channel. आजको भिडियो निकै नै इन्ट्रेस्टिङ हुन गइरहेको छ। टाउन हल 17 को वान अफ द मेटा नै अबको मेटा भन्न सकिन्छ यो स्ट्र्याटेजीलाई। यो स्ट्र्याटेजी रहेको छ ड्रागन राइडर, 13 वटा ड्रागन राइडर, 2 वटा क्लोन स्पेल र येतिज लिएर आएको छु क्ल्यान क्यासमा, जसमा चाहिँ म येतिज क्लोन गर्नेछु। मेरो हिरोजहरू अलिकति म्याक्स आउट भन्ने छैन एन्ड मेरो हिरोजको पेटहरू अवश्य म्याक्स आउट छैन। सो इफ यु हेभ म्याक्स पेट अझै हजुरको पर्फर्मेन्स बेटर रहनेछ। पेट कम्पोजिसन र इक्विपमेन्ट कम्पोजिसन हजुरले अगाडिबाट हेर्न सक्नुहुनेछ। सो मेरो मेन इन्टेन्सन भनेको यहाँनिर स्विपरलाई फोकस गर्नु हो कि म यो जाइन्ट एरोबाट चाहिँ स्विपर निकाल्नु त। तर मैले यहाँ दुईवटा लाइटिङ स्पेल लिएर आएको छु, त्यही भएर यो लाइटिङ स्पेल चाहिँ स्विपरको लागि छ भने। सो मेरो अब इन्टेन्सन चाहिँ यहाँको साइडको चाहिँ 2 वटा एयर डिफेन्सलाई निकाल्नु पर्ने हो। सो यहाँ म ठ्याक्कै यो ब्यारेकमा डिप्लोय गर्नेछु आफ्नो क्विनलाई र यहाँबाट चाहिँ म स्विपरलाई भन्दा पनि म एयर डिफेन्सलाई टेक डाउन गर्नेछु। सो 2 वटा एयर डिफेन्स आइसकेको छ, फनलिङ पनि बनिसकेको छ। डाउनबाट चाहिँ क्विनले फनलिङ गरेको छ भने माथि चाहिँ अब एउटा बेबी ड्रागन दिएर म फनलिङ गर्नेछु त्यहाँनिर। एन्ड मैले सबै ड्रागनहरू स्प्याम गरिसकेँ, मतलब ड्रागन राइडर, यसै गरी मेरो मिनियन प्रिन्स र वार्डेन पनि। सो मैले ब्लिममा चाहिँ ठ्याक्कै एबिलिटी दिएर पठाउने छु। जसरी अस्ति डिसआर्मर स्ट्र्याटेजी आएको थियो सेम त्यस्तै खालको रहेको छ, सबैलाई एबिलिटी दिएर पठाउने। मैले चाहिँ यसमा हिलिङ टोम युज गरेको छु। हजुरहरूले यसमा चाहिँ रेज भाइल युज गर्न सक्नुहुन्छ। रेज भाइलले पनि एकदम राम्रो काम गर्छ वार्डेनमा। सो सबै ड्रागन राइडरहरू एकै झुन्डमा राख्नु होला, किनकि ड्रागन राइडर भड्क्यो भने पनि समस्या आउन सक्छ। हजुरले दुईवटा लाइटिङ स्पेलको ठाउँमा चाहिँ हजुरले ओभरग्रोथ पनि लिएर आउन सक्नुहुन्छ। वान साइडबाट ओभरग्रोथ गरेर चाहिँ त्यसलाई एउटा पाथिङ बनाएर ठ्याक्कै जुन रुट राइड स्ट्र्याटेजी छ त्यस्तै तरिकाले गर्न सक्नुहुनेछ। सो यहाँ मेरो आरसीलाई मैले डिप्लोय गरेको छु, किनकि त्यहाँनिर मेरो क्विन मरेको थियो र त्यो हिलर्सहरू त्यहाँ टिरिङ उभिरहेको थियो, त्यही भएर मैले त्यो हिलर्सहरूलाई चाहिँ काममा लगाइदिएको छु र आरसी त्यहीँनिर डिप्लोय गरेको छु। आरसी एबिलिटी पनि अर्ली दिएको थियो, किनकि त्यहाँबाट राम्रो भ्यालु आउन सक्थ्यो। र मेरो मिनियन प्रिन्स चाहिँ भने धेरै नै पछाडि परेको छ, एबिलिटी मैले युज गर्न पाइनँ। सो यहाँनिर चाहिँ हजुरहरूले 1-2वटा बेबी ड्रागन पनि लिएर आउन सक्नुहुन्छ फर क्लिनअप है। जसरी जो डिफेन्स हान्दै अगाडि जान्छ ड्रागन राइडर, त्यसको पछाडि बेबी ड्रागनले क्लिनअप पनि त गर्नु पऱ्यो नि त होइन। एन्ड त्यो क्लिनअप चाहिँ हाम्रो यहाँ मिनियन प्रिन्सले गरिदिरहेको छ। त्यही भएर मिनियन प्रिन्सको एबिलिटी भने यहाँनिर अलिकति मतलब मिलेको छैन, कम्पोजिसन अलिकति इक्विपमेन्ट कम्पोजिसन मिलेको छैन भन्न सकिन्छ। यदि हजुरले यो इक्विपमेन्ट लिएर आउनुहुन्छ मिनियन प्रिन्समा भने पनि ठिकै छ, नत्र भए जुन हाम्रो प्यासिभ एबिलिटीवाला जुन आएको छ नोबेल आइरन भन्ने त्यो पनि लिन सक्नुहुनेछ। सो इजिली बेस ट्रिपल गएको छ, यसमा त्यस्तो खासै डिफिकल्टी भन्ने छैन। स्ट्र्याटेजी एकदम इजी, सिम्पल एन्ड इजी रहेको छ। धेरै मान्छेहरूले यस्तो फिल गर्छन् यार म त नुब भएँ, म गेम छोड्छु भनेर। इभन मैले पनि फिल गरेको थिएँ। तर यो स्ट्र्याटेजी जब मैले हेरेँ युट्युबमा पनि कसैले हालेको थियो र मैले आफैले स्वयं ट्राई गरेँ, यस दिस इज द पर्फेक्ट इजिएस्ट एन्ड सिम्पल स्ट्र्याटेजी र पावरफुल पनि रहेको छ। सो नेक्स्ट बेसमा पनि म एट्याक गरेर हजुरले देखाउने छु। अलिकति योभन्दा अझै डिफिकल्टी टाइपको बेसहरू जसमा चाहिँ येतिजहरू भ्यालु नआओस् होइन, त्यस्तो टाइपको बेसमा एट्याक गर्नेछु। सो लेट्स सी यो बेस कस्तो रहनेछ। सो यहाँ पनि स्विपर चाहिँ यो साइडबाट फर्किएको छ एन्ड अभियसली मैले त्यहाँ स्विपरको लागि भनेर 2वटा लाइटिङ स्पेल बोकेको छु र म त्यो लाइटिङ स्पेल वेस्ट जान दिन चाहन्न। त्यही भएर चाहिँ म एडी नै निकाल्छु, 2वटा एडी नै टेक डाउन गर्नेछु। हजुरहरूले यो 2वटा लाइटिङ स्पेलको ठाउँमा ओभरग्रोथ लिएर चाहिँ अनि स्विपर टेक डाउन गर्न सक्नुहुन्छ क्विनको जाइन्ट एरोबाट। सो यहाँबाट चाहिँ भने म 2वटा एडीलाई टेक डाउन गर्नेछु, तर एउटा मात्र एडी आएको छ। ओके केही छैन, एउटा एडी आयो भने पनि कोही नै त कुछ सही भन्ने टाइपको। ओके तो अब बिचमा चाहिँ हामीले ड्रागन स्प्याम गऱ्यौँ, मतलब ड्रागन राइडर, मलाई बेला ड्रागन भन्न आउँछ। सो यहाँनिर मैले मिनियन प्रिन्स डिप्लोय गरेँ, यसै गरी मेरो वार्डेन पनि, र मैले ट्याक्कै ब्लिम छोडेर अब चाहिँ सबैलाई एकै झुन्ड भएको बेलामा चाहिँ एबिलिटी दिनेछु, अर्ली एबिलिटी दिनुपर्ने हुन्छ है। एन्ड यसै गरी मेरो ब्लिम गएको छ टाउन हलको कम्पार्टमेन्टमा, त्यहाँनिर क्वाड ट्र्याकर बनाएर मैले चाहिँ क्लोन स्पेलहरू डिप्लोय गरेको छु। त्यहाँनिर ओभर हेभी ड्यामेज आएको छ, सायद त्यहाँ यति माइन्ड्सहरूले केही काम गर्न सक्दैन होला। इट्स ओके। सो माथि मेरो क्विन अहिलेसम्म अलाइभ नै रहेको छ एन्ड मिनियन प्रिन्सको एबिलिटी पनि एकदम पर्फेक्ट टाइमिङमा भयो त्यहाँनिर। सो आरसी डिप्लोय गरेँ माथिको साइडमा, किनकि त्यो हिलर्सहरू जुन आउँछ क्विन मरे पछाडि हिलर्सहरू बच्छ, त्यो हिलर्सले चाहिँ मेरो आरसीलाई हिल गरोस् एन्ड त्यो काम त केही न केही कुराहरू वेस्ट नहोस् न भिलेजमा भन्ने टाइपको एट्याक गर्दाखेरि। सो यसरी मैले चाहिँ एट्याक गर्दै गरेको छु एन्ड ड्रागनहरू अहिलेसम्म बचिरहेछन् तलको कम्पार्टमेन्टमा। त्यो क्विनले भने अलिकति समस्या दिइरहेको छ।
सो हजुरहरूले यो कुराहरू अलिकति ख्याल गरेर आफैले अलिकति बनाउन सक्नुहुन्छ, मेकओभर गर्न सक्नुहुनेछ। हल्का 2टा लाइटिङ स्पेलको ठाउँमा ओभरग्रोथ, यसै गरी 1-2वटा मतलब ड्रागन टाइटललाई हटाएर बेबी ड्रागनहरू, अनि त्यहाँ अघि मेरो क्विनले मेरो ड्रागन टाइटललाई टार्गेट गरिरहेको थियो अपोनेन्टको क्विनले। सो त्यो केसमा चाहिँ हजुरले हेड हन्टर पनि लिएर आउन सक्नुहुनेछ। सो चोइस हजुरहरूकै माथि छ हजुरहरूले कस्तो तरिकाले कम्पोजिसन बनाउनु हुन्छ भनेर। सो यो मिनियन प्रिन्समा चाहिँ मैले जुन फिनिक्स युज गरेको छु हजुरले यसको ठाउँमा चाहिँ जेलीवाला जुन पेट छ त्यो पनि युज गर्न सक्नुहुनेछ। सो यस धेरै चान्स छ हजुरहरूले स्ट्राटेजी कसरी बनाउनुहुन्छ भनेर। कम्पोजिसनहरू आफूले सेट गर्नु होला, जस्तो तपाईँलाई फिल राम्रो लाग्छ यो चाहिँ बेस्ट हुनसक्छ भनेर त्यही अनुसार बनाउनु होला। मैले अलिकति हतारमा हजुरलाई यो स्ट्राटेजी देखाएको। सो आजको लागि भिडियो यति नै। मन पऱ्यो लाइक सेयर र सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नु होला मेरो च्यानललाई। सो जाँदै मैले हल्का चेन्जेस गरेको छु आरयुमा। यो बोनस एट्याक पनि हेरेर जानु होला। हल्का अलिकति मिलेको थिएन, कोअर्डिनेट हल्का मिलेको थिएन, तर त्यही अनुसार राम्रो फन्डिङहरू अनि प्रोपर तरिकाले एट्याक गर्नुभयो भने इजिली ट्रिपल जानेछ एट्याकमा। त्यस्तो केही समस्या छैन, इजिएस्ट आर्मी हो। हजुरले मिनियन प्रिन्सको ठाउँमा किङ पनि लिएर जान सक्नुहुनेछ। वान साइडबाट चाहिँ किङले आफ्नो पाथिङ ओपन गरेर एन्ड वान साइडबाट क्विनले फन्डिङ गरेर बिचमा सबै ड्रागनहरू छोडेर चाहिँ त्यो तरिकाले पनि एट्याक गर्न सक्नुहुनेछ। एकदम इजी लागेको छ मलाई चाहिँ। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला, अवश्य ट्राई गर्नु होला। एन्ड ट्राई गरिसके पछाडि मलाई त्यसको रिजल्ट आएर भन्नु होला कि कस्तो एट्याक चाहिँ गइरहेको छ। एन्ड हल्का यो कन्ट्रोल गर्न चाहिँ अलिकति गाह्रो हुन्छ होइन, यो अलिकति यताउता छरिने चान्स अलिक बढी हुन्छ, त्यो समस्या हो। नत्र भए अरू केही समस्या छैन। मैले यहाँ मिनियन प्रिन्समा चाहिँ जेलीवाला जुन डिफेन्सहरूले मात्र एट्याक गर्छ 20 सेकेन्डको लागि त्योवाला लिएर आएको थिएँ, जसको कारणले गर्दाखेरि चाहिँ मैले एबिलिटी पनि पर्फेक्ट दिन पाएँ मिनियन प्रिन्सको। एन्ड माथि अलिअलि बेसहरू चाहिँ बचेको छ जुन कि कुराहरू बेबी ड्रागनले टेकडाउन गर्नेछ र हल्का फुल्का मिनियन पनि लिएर आएको छु। एन्ड आरसी पनि मेरो एबिलिटी फुल हेल्थ रहेको छ। डाउन साइडबाट अलिकति धेरै ड्यामेज परिरहेको छ त्यहाँनिर। सो मिनियन प्रिन्समा त्यहाँनिर मिनियन प्रिन्स चाहिँ अलिअलि टेकआउट गर्नेछ। सो आरसीमा पनि एबिलिटी छ, यो पनि एट्याक 3 स्टार जानेछ अभियसली, त्यसमा केही समस्या भन्ने छैन। सो अलिकति मैले के मिस्टेक गरेँ भन्दाखेरि आरसी डिप्ले गर्ने अलिकति लोकेसन गलत भयो, किनकि जो क्विन मर्दाखेरि जुन हिलर्सहरू बचेको थियो त्यो हिलर्सहरूलाई मैले आरसीमाथि युज गर्नुपर्ने हुन्थ्यो। यहाँनिर मेरो यदिजमा लक भएको छ हिलर, जुन हिलर्सहरू यदि यतिजमा लक भने त्यो बेकार हुन्छ एट्याक, र यो एट्याक बेकारै गएको थियो, त्यही पनि 3 स्टारमा परिवर्तन भएको छ इजिली। एउटा स्पेल अझै बचिरहेछ। सो यस दिस एट्याक विल बी इजिली 3 स्टार। तर यहाँनिर मेरो यतिजमाथि हिलर्स लक भएको कारणले गर्दाखेरि त्यहाँनिर अब्बर मलाई टेन्सन भएको छ एट्याकमा चाहिँ फेल हुन्छ कि भनेर, बट 3 स्टार आएको छ। हजुरहरू लेजेन्ड एट्याकमा पनि ट्राई गर्न सक्नुहुन्छ, CWLमा पनि ट्राई गर्न सक्नुहुन्छ। बट रिमेम्बर प्रिपरेसन गर्नु होला, प्र्याक्टिस गर्नु होला मजाले। एन्ड प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट भने जस्तो हजुरले आफ्नो कन्फिडेन्ट भित्रबाट राख्नु होला कि म 3 स्टार हान्न सक्छु भनेर। कन्फिडेन्ट त चाहियो नि त, कन्फिडेन्टै भएन भने त के काम र होइन। सो इजी छ, केटाहरू ट्राई गर्न सकिन्छ। सो हस् त आजको लागि यति नै। जय नेपाल, जय COC।